हामी चाहिँ अब एउटा साइकलमा त्यतिजना जाँदैछौँ स्कुल। यहाँबाट साइकलमा जानुभयो भने तपाईँको स्कुल हामी हिँड्दै गयौँ भने हाम्रो बाटोबाट पनि नि हामी नै छिटो पुग्छौँ। यस्तो धुलो उडाउँदैछ धुलो त गाइस धुलो निकालेको नेपाल यस्तै हो होइन। अब धुलै नेपाली पाउडरै हो गाइस, त्यही भएर लाउनमा कसै नशर्माम किनकि अब सबैलाई आवश्यकता पर्छ पाउडरको। हामी चाहिँ तिनजना जाँदैछौँ हो ऊपर रङ्गासँग छँदैछ नि। ढिलो भइरहेछ क्या आज, त्यही भएर साइकलमा गएको, नत्र त म हिँड्दै गइहाल्छु नि, मेरो खुट्टा छँदैछ हिँड्ने होइन। आज चाहिँ लास्टै ढिलो भइसक्यो गाइस, 9:45 भन्दा कटिसक्यो किनकि घरबाट ढिलो हिँडेको हामी। अब के भन्छ स्कुल छिटो पुग्नु छ, त्यही माथि तिनजना। वाउ गाइस हामीले मेन रोड जानुपर्छ, यति साह्रो छ र स्कुल पढ्न। त्यही माथि आफूले साइकल कुदाउन आउँदैन कि गाइस, त्यही भएर यसले ल्याउनु पर्छ। ढिलो भयो गाइस, आज स्कुल पुगिँदैन। 10 बजी फर्केर आउनु ल भरे। हेर्नु म फर्किन्छु कि स्कुल जान्छु, यस्तो पारा छ। अब के भन्नु र, पुग्यो भने अब समयमा पुगिँदैन रहेछ आज स्कुल। हामी चाहिँ अब के भन्छ यस्ता बाटो छिर्यो, यो भन्छ मेन रोड चाहिँ होइन, अर्को बाटो गयो किनकि अब मेन रोडबाट जाँदा अलिक ढिलो हुन्छ नि त। अब हेरौँ है पिचबाट पुगिन्छ कि पुगिँदैन। पिच पिच्दैन अब हेलो पावर देखाउने भरे यो साइकल बिग्रिएर भरे फेरि म स्कुल पुगिनँ भने नि होइन। अब कुदैबाट नि यतिको त क्या अर्कै बाटो ल्याएको क्या यिनीहरूले हो। म सधैँ आउने बाटो अब मलाई थाहा छैन पढ्ने बाटो अब अर्कै बाटो लिएको, छिटो आइदो रहेछ जे भए पनि होइन। म आउने बाटो यताको बाटोसँग जोडिँदो रहेछ, तर मलाई चाहिँ थाहा थिएन। त्यही हो गाइस अब होइन। म उताबाट आउँथेँ, यिनीहरूले यताबाट ल्याइदिए, सजिलै छ। त्यत्रो माथि धुलो खाएर त्यस्तो बिग्रेको बाटो हिँड्नुभन्दा बरु म यो जङ्गलकै बाटो हिँड्ने त यार। मेरो कपाल चाहिँ अब यस्तै हो होइन, अब उडिरहेको छ नि त हावामा, त्यही भएर अब यसलाई यति चाहिँ छोड्दैछु किन यसरी हिँडेको भन्नुहुन्छ होला। त्यो नसोच्नु किनकि मेरो कपाल छोटो छ अगाडि, त्यही भएर मात्रै यस्तो देखिएको हो। अनि अब के भन्छ म मिलाउँछु स्कुल गएर, कहाँ यो त लिएको छैन तर पनि हातले मिलाउँछु। गाइस स्कुल आइपुग्यो भने अब यो मेन रोड आइपुग्यो, मेरो स्कुल पनि आइपुग्यो फाइनली होइन। अब स्कुल जान्छु, तपाईँहरू यतिकै बस्दै गर्नु होला कृपया, किनकि स्कुलभित्र फोन चलाउन पाइँदैन। पाइन त पाइन्छ तर कसैले चलाउँदैन, त्यही भएर म पनि चलाउने कुरो भएन। गाइस ए प्रभु थ्याङ्क यू। ढिलै त भएको गाइस फाइनली फर्किसकेँ होइन। अब स्कुलबाट आज लागेन किनकि उयो थोरै विद्यार्थी हुनुहुन्थ्यो, राष्ट्रपति रनिङ सिलको लागि प्र्याक्टिस गराउँदै हुन्छ, त्यही भएर राष्ट्रपति रनिङ सिलको लागि प्र्याक्टिस गराउँदै हुन्छ, खेल खेल्नेहरू मात्रै आउँछ, त्यही भएर स्कुल लागेन। अब म चाहिँ घर गएँ ल, अनि अब अहिले भरे भेट्यौँ हामी चाहिँ, बाई। अहिले गाइस म चाहिँ घर आइपुग्न आँटेँ होइन। अब के भन्छ यस्तो धेरै धुलो छ नि, म हिँड्दै आएको नि त अहिले, त्यही भएर धुलो क्या। अब जस्ट के यस्तै हो, भर्खर बाटो बनिँदैछ, पिच यतापट्टि पनि अब बनिँदैछ, बिस्तारै बनिन्छ। अनि अहिले दमकल पनि गयो, काहीँ आगो लाग्यो होला सायद होइन। अनि पछाडिबाट गाडी आयो भने हान्छ होला मलाई। म चाहिँ अब घर जाँदैछु होइन, स्कुलबाट आएको भर्खर। अब यहाँ चाहिँ यस्तो बाटो बनाउँदैछ, म चाहिँ हिँड्दैछु त्यस्तो धुलोमा होइन। अब मलाई लुगा लाग्थ्यो होला, गाडी पनि मेन रोड हो नि त, त्यही भएर अब गाडीहरू त कति हो कति। घर मेन रोडको नजिकै छ नि त, भर्खर स्काइवेटर पनि यो पिच रोड भत्काउँदैछ। यस्तै छ हाम्रो झापाको बाटो होइन। अब भर्खर बनिँदैछ, बनिएपछि राम्रो हुन्छ, त्यही भएर अहिले चाहिँ यस्तै छ होइन गाइस। बाई।